तैँले मलाई अरूहरूको अगाडि किन बिल्ला गरिस्? दुनियाँको अगाडि तैँले भन्नु पर्थ्यो म माझिदिन्छु भनेछु त, भाँडा माझिदिन्छु, जे गरिदिन्छु, म सब कुरा गरिदिन्छु के। कोठा सफा गर्नेदेखि लिएर भाँडा माझी यो झाडुसाडु लगाउने उ गर्ने म सबै गरिदिन्छु, किनकि म सिग्मा ऊ होइन नि त, बुझिनेस्? के अरे त्यो म हुन्छु, चिल हुन्छु, आनन्द। यदि खुसी हुन्छ भने घर परिवारमा जे पनि गर्नु तयार छु। तर केटीको अगाडि चाहिँ हामीले के भन्नु? केटीको अगाडि चाहिँ के भन्नु भएन। भोलिको दिनमा उसको अगाडि इज्जत घट्दैन मेरो? कतिवटासम्म चाहिँ अगाडि चाहिँ हामीले भन्नु नहुने। पहिलो सुरु हामीलाई नोटिफिकेसन आउनु पर्यो, 10 घन्टे आउनु पर्यो। कुरा बिगारिस् के? हुने लागेको कुरा बिगारी हेर। यदि म भन्दैछु मैले पनि यहाँ हात पटु लाग्छु, नत्र म अहिले अगाडि आउँथेँ, बुझिस्? यहाँ अलिकति कस्तो गरेर कुरा मिलाएँ मैले त्यहाँ। हाम्रो घरको दिदी हो, हाम्रै हो भन्नु कस्तो मायाले गरेर कुरा मिलाएँ। तैँले दिदी हो मतलब? हाम्रो घरको दिदी हो मतलब तैँले के आधारमा दिदी भन्नु? हाम्रै घरको ख्याल स्याल राख्छ, उ गर्छ भन्नु म हाम्रै घरको दिदी। तैँले मलाई के भन्नु? फेरि भन्दैछु है, फ्यान ढल्यो त, फ्यान भाँच्छु चार्ज। मेरो मुक्का पर्ला फेरि, बुझिस् कि बुझिनेस्? मुक्का तलाई छोडु छ, मजा न अब अनलाइन आउनु भएको छ र? हो र? अनलाइनै हुनुहुन्छ उहाँ? ए खै अनलाइन हुन्छ भने बोलाउनु नि त, एकचोटि हेरौँ ल। मसँग त दोस्ती हुनुहुन्छ त फेरि यो आइडीमा आवाजी पक्नुलाई, एकचोटि हेरौँ अब अनलाइन हुन्छ कि हुँदैन। जरुरी नहीं कि हुँदैन त लाइभ। हर किस्सा मुकम्मल हो। गोकुलमा बाछो हेर्ने घर घर पछि हड्डी पर्ने के राम्रो लीला हो। राधे राधे। गोकुलमा बाछो हेर्ने घर घर पछि हड्डी पर्ने के राम्रो लीला हो। राधे 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 राधे। कृष्ण कृष्ण राधे 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 राधे। कृष्ण 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 राधे 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 राधे। कृष्ण कृष्ण राधे राधे। मार्यो है मार्यो। ओए ओपी छ यो गीत, ओपी छ। I think we should dance in this. I think we should dance in this. एकछिन त दिदीलाई बोलाउँछु, किनकि अलिकति मित्रता पनि हुनुपर्छ, दिदीभाइको झगडा मात्रै होइन, त्यसलाई बोलाएर म नाच्छु मजाउँछु। लुजर एज पार्ट अफ द गेम। लास्टमा त हामीहरू एउटै घर हो होइन, एउटै दोस्ती हो होइन। दोस्ती होइन भाइ, भाडा त माझ्नै पर्छ। भाडा त माझ्छु म, टेन्सन नलिए के। अब धेरै त हरेकचोटि नभन् के, भाडा पनि धेरै ठुलो बनाइस् तैँले। ओहो दुनियाँमा माउन्ट एभरेस्ट चढ्न लाग्यो जस्तो गरेर तैँले माझिदिनुहोस् नि त। कहिले बाहिर लुगा हेर्नु जा, त्यसो लुगा धु नि त। लुगा त धुदिनँ म, लुगा फेरि मैले हुन्छ नि त। तँलाई रिक्स लिनु मन छ भने भन्, भाडा चाहिँ माझिदिन्छु, भाडा चाहिँ माझिदिन्छु। आइज यहाँबाट बिहान र बेलुकाको दुइटैको है। ल चस्मा लगा, चस्मा खतरनाक गीत छ, बुझिस् कि बुझिनेस्? दराम मकै दराम योलाई पनि बोला है, त्यसलाई पनि बोला त, त्यसलाई पनि बोला। त्यो पनि अलिकति हाम्रो घरको मेम्बर्स भएको छ अहिले आजभोलि। हाम्रो मेम्बरसिप लिएको छ क्या घरको यो मान्छेले। एकछिन त्यो मान्छेलाई म देखाउँछु है। यो मान्छेले मेम्बरसिप लिएको छ अहिले। एकछिन म देखाउँछु हजुरलाई यो मान्छेको मेम्बरसिप। यसको चाहिँ मेम्बरसिप हो क्या, हाम्रो प्रिमियम मेम्बरसिप सब्सक्रिप्सन लिएको छ अहिले। अब कहिलेसम्म यसको सब्सक्रिप्सन मेरो लुगा अलिकति छ कि भारस केही हुँदैन के, त्यो त्यत्तिकै नै नराम्रो थिएछ। हामी दुईजना एउटै ड्याङको मुला हो भन्ने थाहा नि त। ड्याङ त होला कि छोड्थे, तर मम्मीले चाहिँ मलाई बुझिनेस्, तिमीहरूलाई चाहिँ घाममा जन्मिनु बित्तिकै छोडिदिनु भएको घाममा। जा डढाउनु गरेर गर्नु है तेरि भन्नु। मम्मीले चाहिँ मलाई बुझिनेस् गालामा भैँसीको घिउ लगाएर यस्तो गरेर गरेको छोरा। सुन भाइ, फर्स्ट सन्तान भनेको त कलेजको टुक्रा हुन्छ, बुझिस्? जानिस् तिमीहरु त पछि यतिकै जानिस्, तिमीहरुलाई त झुक्किएर हो के हैन। मलाई त एकदमै प्लटिङ का प्लटिङ होइन। जबसम्म म जन्मेको थिएन नि प्रोसेसिङ चलिरहेको थियो, तेरो पनि बहिनी भइरहेको थियो, बुझिस् कि बुझिनस्? म भइसकेपछि ओहो अब त स्टप गर्नै पर्छ भनेर हो। किन भन्ने थाहा बाबा, यो भन्दा पनि अझ अर्को आयो भने त हाम्रो त दिमागै खराब गर्छ, त्यही भएर स्टप अहिले भनेर हो, बुझिस्? हैन थाहा है नि तँलाई, स्याटिस्फ्याक्सन नै भएन के। यता यहाँ बुलेटलाई देखाऊ, यसको नाम चाहिँ बुलेट बम ठकुरी हो हैन। गाइस उसको आइडी छ सबैजनाले, यसको पनि टिकटक आइडी छ, यो पनि फेरि हिरो बिटी हो यहाँ, बुझेको बुझेनौ? यो चोक भरि यहाँ यो हाम्रो गाउँ यतापट्टिको भरि सबजना हाम्रो भनौँ न लेडी डग्सहरू केटीहरू सबै गरिसक्यो, पठाइसक्यो।
सबलाई फलो ब्याक बाहिर निस्किनै हुँदैन। स्न्यापच्याट पनि खोलिदिन्छु अब 1-2 दिनमा। यसको प्राइभेट आइडी हो नि त स्न्यापच्याट। स्न्यापच्याटमा पनि पुरै हुन्छ यसको जल्बा हो किन बुलु? यो चाहिँ हाम्रो सब्सक्रिप्सन लिएको छ अहिले। म त ठ्याक्कै त्यो के उ जस्तो देखिछु त। आइज बजो है फेरि त्यहाँ बजे आइज सरी किङ अफ नेपाल। किङ अफ नेपाल त्यसकोमा किङ अफ नेपाल को किङ अफ नेपाल बोला त हेरौँ। कुकुर तल राख्नु वेट कुकुर तल राख बुलेट भन्न बुलेट तल राख। हेलो किङ अफ नेपाल। चस्मा त कति राम्रो देखियो चस्मामा त। बुलेट तल हजुरलाई पनि राम्रो देखेको छ काम मलाई त काम राम्रो देखियो ल। यसमा प्रोफाइलमा। एकछिन हामीहरू गेम होइन भाइ एकछिन हामीहरू गेम होइन है हाम्रो स्पेसलै चलिरहेको छ। कुलदाई हो नामै टिकटकको आइडीको नामै किङ अफ नेपाल राख्नु भएको छ। हामी त अनि यहाँ तनावै भयो त को पो आएन। अनि यो त मेरो दिदी हो नि त मुख यसको नराम्रो भयो पनि दिदी नै हो यो। ठिक छ यार किङ अफ नेपाल यार लभ यु म्यान। थ्याङ्क यू सो मच माई म्यान थ्याङ्क यू सो मच लभ यु यार। तिमीलाई के तिम्रो बिग म्याच हो कहिले हो बिग म्याच? 21 टेन्सन नलेऊ तिमी टेन्सन नलेऊ तिमीले ढुक्क जित्छौ म आउँछु तिमीलाई सपोर्ट गर्नु टेन्सन नलेऊ बुझेनौ? फलो ब्याक तिमी यता म बन्टी भन्ने आइडीमा छु लाइभ छु कि म लाइभ नै छु अहिले पनि। अब यसबाट त मैले मात्र दिने हो मलाई त फलो ब्याक देऊ भनेर भन्नु भएन म त दिन्न। किङ अफ नेपाल अहिले एकछिनमा जोइन हुन्छ म कार्ड एकछिन आइज एकैछिनमा आउँछु म एकैछिनमा ल हेर गीत सुन फेरि गीत सुनिस् कि सुनिस्? कसरी हो यो थाहा पनि त हुनु मलाई। गीत सुनिस् कि सुनिस्? गीत सुनिस् कि सुनिस् यार के हो ल हेर पहिला गीत सुन है गीतको बोल सुन। यसलाई उता उता ल जाऊ कुन्टे तिमी हो बुलु जाऊ बुलेलाई उता फाल आइज। यसको प्रिमियम सब्सक्रिप्सन अहिले म क्यान्सल गरिदिन्छु नि फेरि ल सुन। धार्मिक हेर धार्मिक कुरा हेर दरामलाई सिधै राधे राधेमा मिक्सअप भएको छ। धार्मिक कुरा हेर के त बुझिन कृष्ण भगवान गाइस च्याटमा सबजनालाई जय श्री कृष्ण इन द च्याट लेट्स गो ग्याङ जय श्री कृष्ण इन द च्याट। यसको र मेरो पिटी जान्छ अहिले रोक न सलौड राधे राधेको सर्टहरू सलहरू छैन मसँग त हनुमान चालिसा छ यस्तरी बोकेर नाच्छु यो नै। जान्छ हनुमान चालिसा नै छ कि अनि म त हनुमानको भक्त हो नि यार राम भगवानको डेन्जरस भक्त हो त। 20 छैन कुनै 40 मात्र रहेछ 20 हैन हनुमान चालिसा यस्तै बोकेर नि मेरो चाहिँ यस्तै जान्छ। म चाहिँ के गरौँ त हो मेरो त्यस्तै जान्छ है फेरि। जय श्री हनुमान जय श्री राम जय श्री कृष्ण सबैजनाले लेट्स गो। त्यही छैन म तेरो नयाँ यो गरेको चाहिँ के नयाँ शुद्ध चोखो चाहिन्छ है कपडा। नाइ त्यसलाई म लगाउँछु त्यसलाई म लगाउँछु गाइस म कुर्ता लगाएर आउँछु टेन्सन नल्याउ न धार्मिक कुरा छ नि त। मैले जे गरे त्यही गर्नुपर्ने यस्तो म लगाउँछु ट्याग पनि यो फेरि अस्ति नै गयो यार यो होस्टेलको ग्याङले किन्दै गयो मलाई फेरि ओ यो त तँलाई मेक्सी नै हो त यार यो त रोक म लगाएर आएँ रोक 10 मिनट्स हैन 1 मिनट के हो जस्तो भइरहेको चस्मा त लाग्नु पर्छ नि है हल्का कसको टी-शर्ट हो ह सानोको हो क्या के रे हो हेर त बाहिर कुकुर घुमेको थियो रातो र त्यो आउँछु भनेर हो कि यता मुसुन त त्यसले पनि यहाँ लाइभमा थाहा पायो नि त ओहो यो घरका मान्छे त यो त कुल भइरहेछ लाइभ बस्दो रहेछ यो त अलिकति म पनि पिटी दिनु पर्यो भोलि यताउति टक्क यो फ्यानहरुले त हटाउनु पर्यो नि त हामी अहिले अब मग्न हुन सक्छौँ फेरि हैन हल्का है गाइस एकैछिन फ्यानलाई मिलाउनु पर्छ अहिले हामी हल्का धेरै भर्जनमा मिटी नै छ त फेरि लुक्स हेर न अहिले नै बिहेको हल्दी बजान लागेको छ त देखिन म यो म चाहिँ हल्दी लगाउने वाली जस्तो देखेछु क्या हो हल्दीमै छिरेको जस्तो भयो त हनुमान चालिसा पराए के लाइ जाइ नाइ नाइ छोड्दै त्यसलाई बाहिर रोइराख नि त रुन दे त्यसलाई उमाङ बोलाउ त बुलेटलाई ल त ठिचेर आइज है तेरो त मैले बिटी जान्छ डान्स हल्का सबैजना है धार्मिक धार्मिक जय श्री राम ल 1 2 3 स्टार्ट ल फुलमा बाछु हेर्ने घर घर पछि हड्डी पर्ने के राम्रो लीला हो राधे राधे फुलमा बाछु हेर्ने घर घर पछि हड्डी पर्ने के राम्रो लीला हो राधे राधे हो राधे 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 कृष्ण राधे 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 कृष्ण राधे 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 पच एकछिन पच म तैँले मलाई